Hi guys, welcome to my mini vlog of के भन्छ अरे मेरो बर्थडे गिफ्ट एडिसन अगस्टमा चाहिँ मेरो बर्थडे तर मेरो बर्थडे चाहिँ अझै आएको छैन एक्ज्याक्ट डेट तर त्यो भन्दा पहिला चाहिँ मेरो गिफ्ट आयो which is from मेरो बहिनी ज्वाइँ थ्याङ्क यू भेरी मच नाउ आई एम अफिसियली अ डाइसन गर्ल भनेर चाहिँ मैले भिडियो बनाउन पाउँछु लेट्स अनबक्स है त मजाले अब आयो जय र अनुसा पनि यही हुनुहुन्छ मनिष सर पनि यही हुनुहुन्छ आइज नि त टन टडन 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 अन्त तान्दे त माथिबाट टन टडन टडन एमा मैले चाहिँ अब कस्टमाइज नेम गर्ने हो त्यहाँ चाहिँ नहुने रहेछ कस्टमाइज नेम गर्न मिल्छ अरे त्यो चाहिँ गर्ने हो हामीले सेम कपडा लगायौँ हामीले चाहिँ सेम कपडा लगाऊँ डिफ्रेन्ट कलर कस्तो मिठो कलर ग न तर हामीले कलर हेरेनौँ नि होइन हुन्छ यहाँ चाहिँ गाइड छ यहाँ चाहिँ गाइड छ होइन कसरी गर्ने के गर्ने भनेर लेट्स टेक दिस वान आउट के हो भन्दै हुनुहुन्थ्यो मनिषले के हो यो डाइसन किन यस्तो भुत चढे भनेर यो चाहिँ मसँग चाहिँ स्ट्रेटनर कर्लर सबै छ अरू ब्रान्डको तर चाहिँ मलाई डाइसन नै चाहिएको थियो अनि मैले एकचोटि भनेको थिएँ मलाई डाइसन बर्थडे गिफ्ट दिनु है भनेर ज्वाइँले मानिहाल्नु भयो फ्याट्टै एकचोटिमै कति भाग्यमानी दिदी सासू म सबैको ज्वाइँ मेरो जस्तै परन् बहिनी पनि भन्छु फेरि बहिनीले केही भन्ने भनेर रिसाउनु यहाँ राख्छु है खै के हो थाहै छैन थाहै छैन यत्तिकै टिकटकमा देखेर हाइप भएर किनेको हो यो चाहिँ ड्रायर अहिले पछि जोइन गरेर एउटा भिडियो पनि बनाउँला न युज गरेको होला तर यसो कस्तो राम्रो हो न पकेट कम्पार्टमेन्ट यो चाहिँ ड्रायर गर्नेवाला हो यो चाहिँ यसरी जोइन गरेर यस्तो गरेर अनि यसमा चाहिँ फ्यु डिफ्रेन्ट छ पार्ट्सहरू एउटाले ड्राई गर्ने एउटाले कर्ल गर्ने एउटाले ब्लो ड्राई गर्ने अनि त्यसरी हुन्छ यो पनि छ यो अलि मोटो कपाललाई होला आफ्नो कपालै होइन किन्न त किन्ने हो यो चाहिँ ब्रस यस्तो गरेर गर्नलाई ल यसको अब कम्पार्टमेन्ट काम भ्यायो त्यो सबै बिनमा जान्छ अनि यो चाहिँ यहाँ छ यसको डन्डी के तारमा जोड्ने के यो चाहिँ हो पिङ्क चाहिँ खतरा मिठो पिङ्क रहेछ कलर हो यो पहिले पो राम्रोसँग गर्थिस् क्या हुन्छ मैले भन्दा मसँग पेसेन्स लेभलै छैन त्यो मैले त्यही भएर च्यात दिएँ कि भारतबाट चाहिँ कस्तो मिठो कलर आमा यहाँ चाहिँ चुज गर्न मिल्छ फ्यान छ अनि पावर अन अफ अनि यो पनि अब कतिको हाईमा गर्न छ के गर्नु छ यसमा चाहिँ नो हिट प्रोटेक्टेन्ट हुन्छ आफूले किनिसक्यो डाइसनले कहाँबाट स्पोन्सर गर्ने गर्दैन यो चाहिँ लिफलेट भयो कसरी युज गर्ने के गर्ने इन्स्ट्रक्सन्स अनि भ्याक्युम पनि रहेछ अब यो कपालको किनिस् अब घर सफा गर्ने पनि किन भनेर होला एउटा अर्को डाइसनको लिफलेटै छ भ्याक्युम सफा गर्नेवाला मार्केटिङ डाइसनको रोक्न र कति छिटो हेडफोन देख्दा कति छिटो तानी डाइसनको स्ट्रेटनर यो कर गर्ने डाइसनको हेडफोन पनि रहेछ अनि फ्यान चाहिँ हामीले नेक्स्ट किन्ने भने ह्युमिडिफायर अनि ल्याम्प कम्प्युटर टेबलको लागि ल्याम्प ल यो दुईवटा चाहिँ अब आउँछ हेडफोन पनि हुन्छ अनि यो चाहिँ सिलिका जेल प्रोटेक्सन्सको लागि डब्बा बक्स
टुटुटुटुट त्यस्तै गर्थेँ नि हुन्छ टिकटकमा टिटिटिटिटिट गर्ने त्यही हो मेरो बर्थडे गिफ्ट कलर चाहिँ राम्रो अब यो कप यो यसलाई चाहिँ बिनमा जान्छ यिनीहरू यिनी चाहिँ हुन् यसको चाहिँ अब यहाँ यसरी जोड्ने अनि यो प्लग जोड्ने होइन प्लग जोडेपछि अनि यु क्यान ड्राई यर हेयर कम यर हेयर यसले चाहिँ सिधा गरेर पनि हुन्छ अनि यस्तरी घुमाउन पनि मिल्छ मनिषलाई बताएको के हो यो भनिरहनु भएको छ नि त मनिषले होइन कता गएर लक भयो यता ए यस्तो रहेछ यो लगाएपछि यो आफै लक हुने रहेछ अनि यसो तल झाऱ्यो भने अनलक अनि एउटा यो छ यो चाहिँ यस्तो गर्ने होइन अनि यस्तो गरेर चाहिँ आफैले कपाल कर्ली के यस्तो हावाले तानेर अनि कपाल कर्ली हुन्छ यो अनि यसलाई तल झार्ने हुन्छ अनि यसरी खोल्ने अनि एउटा यो चाहिँ यो अनि यसरी ड्राई गर्ने त्यही हो यो सबै अहिले भर्खर टिटिटिट गरेर त भएन यो मोटो कपाल गराउनको लागि कर्ली यो पनि ड्रायर यो अलि मोटो अलि लामो भएछ भने जिन्दगीमा कपाल त्यसको लागि चाहिँ तलसम्म यस्तो 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 गर्नलाई त्यही हो थ्याङ्क यू भेरी मच अरू केही भन्न छ मैले के भन्ने तैँले भन म केही भन्दिनँ म थ्याङ्क यू भेरी मच मैले सुरुमै भने म जस्तो भाग्यमानी को होला भनेर मम्मीलाई त थाहा छैन यो किनेको मम्मीले गाली गर्नुहुन्छ पैसा सुन्नुभयो भने जनता जान्न चाहन्छ यसको कति पैसा पर्यो यति धेरै महँगो अर्को त्यहाँ हुँदाहुँदै फेरि किनेको होला यो भन्नुहुन्छ मम्मीले ठिकै हो त्यही हो ल यसरी लक गर्ने ढ्याम लाएर अनि यसरी देखाउने मेरो डाइसन भनेर मैले डाइसन पाएँ भनेर त्यही हो थ्याङ्क यू भेरी मच थ्याङ्क यू फर वाचिङ